ओ मास्टर सेफ के हुँदैछ क्लिनर हो हत्तेरी मास्टर सेफ यहाँ रहेछ म त मास्टर सेफ इज क्लिनर ग्रेट मास्टर शेफ तो धुआं ना उड़ाए वो शेफ निकला था मैंने धुआं उड़ा दिया है के धुआं जो धुआं ना उड़ाए ना अरे अनि यो सबै दिन सबै गर्नुपर्छ दिएको हो के कसैले यहाँ बहिनी कसैले यहाँ आउनको लागि बिहान बिहान सपिङ मलमा गएर कोट किनेर आएका छन् तो पनि सेफ कोट एक वेज एक नॉन वेज वैसे कोई दिक्कत थोड़ी है अरे नहीं नहीं जल्दी जल्दी हो जाएगा ना इसीलिए ल बाँकी हो पछि पाला आउँछ तिम्रो बहिनी हामीले चाहिँ क्लिनर फेरि अर्का आयो हामी पैसा दिन्न हामीले यहाँ टल्काउन नलाग्यो ओ माय गॉड हेर्नु यहाँ पुछेर यो पछि काम हो तिम्रो अहिले हैन म पनि छु है यहाँ फेरि म चाहिँ किन छुटेँ यार आज हाम्रो यहाँ खानाको सुधरी छ यो केक यहाँ पानी यहाँ मोमो कोक लेमोनेड कहाँ छ लेमोनेड यहाँ पनि छ लेमोनेड के हुन् के फेरि मेकअप गर्ने हो नाइ होइन ऊ घरमै बस्छ क्या आज हाम्रो कोमल अनि उसले आफ्नो सबै जरुरतको सामानहरू सबै कोमलले के ल है गाई अब हुँदैछ ओहो ल यहाँ चाहिँ के भन्छ ब्रो आलु पोट्याटो तपाईँ चाइनिज बोल्नु कस्तो चाइनिजै बोल्ने जस्तो क्या चाउमिन ये नए स्टूडेंट का पैसा है ना उसका है वो पुराने स्टूडेंट्स का पैसा था जो इमिग्रेशन का पैसा है ना उसके पास उससे बनाया गया ये थोड़ा नया टाइप का है म टेम्परेचर चेक गर्दा चाहिँ भन्नुहुन्छ दाइले म टेम्परेचर चेक गर्छु रजिनले त हातैले गएर कति टेम्परेचर थाहा हुन्छ नि उसलाई फेरि यस्तरी गरेर 200 डिग्री भनिदिन्छ यसो छामे 200 डिग्री 150 काम कर भने हैन के यस्तो कपडा लगाएर बस आनन्द पानी छर्के हो कोखाको सुन गर्नु न यस्तो सुन चोकेर भएको पानी फाल्ला न रोइले खाने पानी हो यार मलाई टेन्डरै परेको छ समय टेन्डरै परेको हैन टिम त गर्नु यो होइन खाना यही पर्छ अनि यार अलि हामी पनि सहयोग गर्नुपर्छ भाइ तिमी आजै जन्मे कसरी काम गर्न हामीले यस्तो घोट्ने मान्छे पनि लिएर आएको छौँ यहाँ डलरको ज्याकेट चाहिँ फोर भएछ म बचाइ यो हाम्रो यहाँ चोर पनि आइसकेको छ यो भन्ने रे स्पेशल गेस्ट हामीले चाहिँ अब स्पेशल गेस्ट पनि लिएर खोइ दाइ को स्पेशल गेस्ट हामीले स्पेशल गेस्ट ल्याएका छौँ हाम्रो गोरे बहादुर को भाइ गोरे भान्जाको भाइ अनि गोरेन काले गोरेन काले अबि दाइ आयो दबन त आयो आएको गोरे भाइलाई भेट्न आएको भाइ गोरे मान्छ भाइ आउनु त भाइ तिम्रो यहाँ छिमेकी आएको नि यहाँ गोरे भाइको भाइ गोरे भर्खर किनेर लाउ रे ल उ गरौँ न छिटो ल फोटो खिचौँ न ब्लगर चाहिँ यहाँ है ल हानु त फोटो ल भिडियो यो त फोटो रे ल यहाँ आइसक्यो छिटो ह्यापी बर्थडे ल खै क्यान्डल छैन ह्यापी बर्थडे क्यान्डल हावाले तिमी यहाँ बसेर खाऊ न ट्राई गरे हैन त्यो चाहिँ सिरियस हो साच्चै हो बहिनी यहाँ किन ताउ त आउँछ मज्जाले क्यामेरा हो त्यस यही मज्जाले आउँछ एकदम सही आउँछ हेर त भुवन ठीक छ नि त ठीक छ
प्राङ्क गरे हैन त्यो चाहिँ आउनु न यता पनि घुम्नु फेरि प्राङ्क गरे हैन जस्तो हुन्छ के ल दे ल सान्छ ल बर्थडे टु यु ह्यापी बर्थडे टु यु भाइ हाँस न यार फिर त लागेन मसँग त्यही भने कस्तो अनुहारै कस्तो अर्कै बनाएर यार ह्यापी बर्थडे त कति वर्ष भयो 30 हो कि कति हो अभी 29 आधी उम्र क्रस ल भयो वाउ ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे गाइज हजुर दाइले म के पिटाटी लगाएको आउट जान पाइँदैन कि यो सिटर यादै अनि उता दम लेख्या हो लेखा त के ट्रान्सफर उले सोल्दिएको के गर्नु त